अहिले तयारी तीव्र रूपमा भइरहेको छ। हामी केटाहरूको पर्खाइमा छौँ। अहिले हामी यहाँ घरबाट प्रस्थान गर्ने समयमा छौँ। आमा दिदी चाहिँ हामीलाई कुरिरहेछन् है। अहिले हामी चाहिँ यहाँ थोरै बाइकमा समस्या देखेकाले यही बाइकमा है समस्या अनि हावा पनि जम्मा सुन्ने रहेछ। धेरै इन्च जम्मा सुन्ने रहेछ हावा। अहिले हामी यहाँ जिरोमा आइपुगेका छौँ। ल अविनाश अहिले हामी कालीगण्डकी हाइड्रो पावर प्रोजेक्ट एकदमै यो मुस्ताङ जाने क्रममा बाटोमा देखिएको रूपसे झरना साह्रै ठुलो झरना, चारैतिर फैलिएको झरना। यहाँ चाहिँ नेपाली काङ्ग्रेसले जितेको अवस्था। हामी अहिले मार्फा गाउँ आइपुगेका छौँ। मार्फा भिलेज साह्रै नै सुन्दर। यो चुमसुमबाट देखिएको बिहानीको हिम श्रृङ्खलाहरू साह्रै नै मनमोहक दृश्य छ। Arrived at Begler. यो बन्जी जम्प हानेर भर्खरै मृत्युसँग खेल्दै हुनुहुन्छ उहाँ चाहिँ। कता हो भाइ? दिनेको मालगा भने जस्तो चाहिँ कुत्ता हान्थालो 9500 गाई होइन। At Pampara Lakeside. अहिले हामी अब हाम्रो यात्रा सकाउँदैछौँ। पाल्पा छौँ अब।
अब एकछिनमा 4 दिने मुस्ताङको यात्रा मुस्ताङ डायरी गोइङ टु बी क्लोज सरी यो भ्लगमा मैले धेरै कुराहरू समेट्न पाइनँ रमाइलो गर्दा मोबाइल झिक्न मन लागेन बिर्सिँदो रहेछ सरी है साथीहरू ब्याक टु घर कति बज्यो 7 बज्न लाग्यो चाहिँ हामी घर आइपुग्यौँ हेलो ओहो हामी घर आइपुग्यौँ गाइस फाइनल्ली अङ्कल एकचोटि बोल्दैन ल हामी घर कति दिनको यात्रा अरे अङ्कल 3 दिन 4 दिन बल्ल मुक्तिनाथ अझै घर हामी घर आयो चालबास ठ्याक्क 4 दिनको यात्रापछि Last scene. स्वर्ग जान छ स्वर्ग हुन्छ नि यही आउँछ यस्तो छ